हेलो एभ्रिवान। आज हामी क्लास 11 मा रहेको ह्युमन इभोल्युसन च्याप्टर पढ्न गइरहेछौँ र यो च्याप्टर एकदम इम्पोर्टेन्ट छ सीईको लागि पनि। यो च्याप्टरबाट कति मार्क्स क्यारी गर्छ भन्दाखेरि 1 मार्क्स त फिक्स नै हो, 1 मार्क्स फिक्स नै हो, प्लस कहिलेकाहीँ अरू पनि 1 मार्क्स सोध्नै सक्छ के, त्यो भएर दुई मार्क्स फिक्स भन्दा हुन्छ यो च्याप्टरबाट है। यो च्याप्टर सुरु गर्न भन्दा अगाडि चाहिँ म तिमीहरूलाई यो च्याप्टरको पहिला बेसिकबाट लग्छु, किनकि बेसिक बुझ्यो भने यो च्याप्टर बुझ्न एकदमै सजिलो छ। अब सुरुमा यसको सिस्टमेटिक पोजिसन अफ मोडर्न ह्युमन सम्झिनु पऱ्यो है। यो चाहिँ किङडम एनिमेलियामा जान्छ है। टु किङडम सिस्टम प्लान्टिड एनिमेलियाबाट एनिमेलियामा जान्छ, यो त थाहा छ होला। अनि फाइलम चाहिँ कोर्डाटा। अनि कोर्डाटा भनेको चाहिँ कस्तो फाइलम हो भन्दाखेरि यो चाहिँ गिल स्लिट्स प्लस भर्टिबल कोलम हुने है। के हुने रे? भर्टिबल कोलम प्लस गिल स्लिट्स हुने जति सबै चाहिँ के हो? कोर्डाटा हुन्। अनि सब फाइलम जिनेथोस्टोमाटामा बिलङ गर्छ। अनि सुपर क्लास टेट्रापोडा। टेट्रापोडा भनेको चाहिँ के हो भन्दाखेरि 4वटा लिम्स भएको, एउटा दुईवटा त खुट्टा भइहाल्यो, दुईवटा हात भइहाल्यो है। अनि क्लास म्यामेलियामा बिलङ गर्छ। अनि अर्डर प्राइमेट्स। अनि सब अर्डर एन्थ्रोपोइडिज। म अहिले बुझाउँछु है, यो निमोनिक्स लिएर म तिमीहरूलाई मजाले बुझाइदिन्छु। होमिनिडिज फ्यामिली चाहिँ होमिनिडिज, जिनस होमो, स्पेसिस स्यापियन्स, अनि सब स्पेसिस स्यापियन्स। यो त याद गर्दा मात्र नि हुन्छ, त्यस्तो कन्ठै पार्नुपर्छ भन्ने छैन, यो त बुझिहालिन्छ है। अब यो यसपछि भन्दा नि इम्पोर्टेन्ट भनेको यसको आउटलाइन म्याप हो कि, त्यो चाहिँ मैले आफै लेखेर बनाएको थिएँ पढेर राम्ररी। यो बुकहरूमा चाहिँ त्यस्तो राम्रो भेटाइनँ, त्यही भएर। अनि यो अब यो चाहिँ के सम्झिनु पऱ्यो भन्दाखेरि सुरुमा अर्डर प्राइमेट्स भनेर सम्झिनु पऱ्यो है। अर्डर प्राइमेट्स दुईवटा सब अर्डरमा डिभाइड भएको छ। एउटा हुन्छ प्रोजोमी, एउटा हुन्छ एन्थ्रोपोइड्स। एउटा के हुन्छ अरे? एउटा प्रोजोमी हुन्छ, एउटा के हुन्छ? एन्थ्रोपोइड्स हुन्छ। यो दुईवटा सम्झेपछि प्रोजोमी चाहिँ फर्दर डिभाइड भएको छ टार्सियस, लिमर्स र लोरिसेसमा। टार्सियस, लिमर र लोरिसेस। अब यो सम्झिन पक्कै गाह्रो होला। अब मलाई पनि गाह्रो भएको थियो, मैले निमोनिक्स बनाएँ। @TAR तार, ले, लो, टारबाट टार्सियस, लेबाट लिमर्स, लोबाट लोरिसेस भनेर सम्झिने। यो त्यति इम्पोर्टेन्ट छैन, तर सम्झिराखे राम्रो। त्यसपछि आउँछ एन्थ्रोपोइड्सको कुरा गरौँ। एन्थ्रोपोइड्सको कुरा गर्दाखेरि यो फर्दर क्लासिफाई भएको छ न्यू वर्ल्ड मङ्की, ओल्ड वर्ल्ड मङ्की र होमिनोइड्स हो है। यो NOIDS हो है, त्यो होमिनोइड्स। अनि न्यू वर्ल्ड मङ्कीलाई चाहिँ के पनि भनिने रहेछ? सेबोइडी। अनि ओल्ड वर्ल्ड मङ्कीलाई सर्कोपिथेकोइड्स। अनि अर्को त होमिनोइड्स हुने नै भइहाल्यो। अब यो कसरी सम्झिने भन्दाखेरि यो त फन्नी टाइप भइहाल्यो होइन। मैले कसरी सम्झेको भन्दाखेरि ओल्ड वर्ल्ड मङ्की भनेर सर भनेर सम्झिने। CER सर, सर हाम्रो सर कि हाम्रो पढाउने सर हो। हाम्रो पढाउने सर जति के रहेछन् सबै ओल्ड वर्ल्ड मङ्की रहेछन् भनेर सम्झिने। अगाडिको यो तिनवटा लेटा मात्र सम्झिँदा नि धेरै सजिलो हुन्छ कि, अप्सनहरू सकिलो हुन्छ त्यही भएर यति सम्झे पुग्यो। अनि अर्को त COID र न्यू वर्ल्ड मङ्की हुने नै भइहाल्यो। अब यति सम्झे पुग्यो। अनि होमिनोइड्समा चाहिँ अब सम्झिनु पऱ्यो इम्पोर्टेन्ट। होमिनोइड्स चाहिँ फर्दर डिभाइड भएको छ हाइलोब्याटिड्स, अनि अर्को पोङ्गिड्स, अनि अर्को होमिनिड्स। हाइलोब्याटिड्सको एक्जाम्पल भनेको गिबन, अनि पोङ्गिड्सको एक्जाम्पल भनेको चिम्पान्जी, गोरिला र ओरेङ्गुटन। अनि होमिनिड्सको एक्जाम्पल भनेको ह्युमन। अब यो कसरी सम्झिने भन्दाखेरि हाइपो हो भनेर सम्झिने के। हाइपो हो भनेर सम्झिने। हाइबाट हाइलोब्याटिड्स, पोबाट पोङ्गिड्स, अनि होबाट होमिनिड्स भनेर सम्झिने। यति सम्झ्यो भने पुग्यो, अरू केही पनि सम्झिनु परेन। चिम्पान्जी, गोरिला, ओराङ्गुटन चाहिँ पोङ्गिड्समा बिलङ गर्ने रहेछ भनेर सम्झिनु पर्यो। अनि होमिनोइड्स, यो चाहिँ होमिनोइड्स एन्थ्रोपोइड्सको सब अर्डर चाहिँ सब क्लास चाहिँ होमिनोइड्स हो। अनि होमिनोइड्सको पनि क्लास चाहिँ होमिनिड्स भनेर चाहिँ सम्झिनु पर्यो। यति हो आउटलाइन क्लासिफिकेसन। अब चाहिँ हामी अर्को टपिकमा जाउँ है त। अर्को टपिक के छ भन्दाखेरि अब डिफ्रेन्स बिट्विन एप्स र ह्युमन चाहिँ जान्नु पऱ्यो है। डिफ्रेन्स बिट्विन एप्स र ह्युमन चाहिँ जान्नु पऱ्यो। एप्सको कुरा गर्दाखेरि यो चाहिँ सेमी आर्बोरियल हुन्छ भने ह्युमन चाहिँ टेरेस्ट्रियल र इरेक्ट हुन्छ। अनि एप्सको कुरा गर्दाखेरि यिनीहरूको लङ्गर फोर लिम्स हुन्छ, यिनीहरूको खुट्टाहरू चाहिँ लामा हुन्छन्। तर अनि ह्युमन्सको कुरा गर्दाखेरि पावरफुल ह्यान्ड लिम्स हुन्छ। अनि एप्समा चाहिँ लुम्बर कर्भ हुँदैन। अनि ह्युमनमा चाहिँ लुम्बर कर्भ प्रेजेन्ट हुन्छ। लुम्बर कर्भ भन्नाले
यस्तो हाम्रो भर्टिकल कोलम यस्तो एस सेप परेको हुन्छ नि, हो त्यो भन्न खोजेको है। अनि त्यसपछि अर्को कुरा आयो हेभी आइब्रो रिजेज हुन्छ एप्सको चाहिँ आँखाभन्दा माथि चाहिँ हेभी आइब्रो रिजेज हुन्छ कि हड्डी माथि आएको जस्तो देखिन्छ, अगाडि आएको जस्तो देखिन्छ। तर अनि ह्युमनमा चाहिँ हाम्रो त थिन छ नि त, हाम्रो भित्र पसेको टाइपको छ, हाम्रो त थिन छ। अनि एप्सको क्रानियमको कुरा गर्दाखेरि यो चाहिँ 400 cc टु 600 cc हुन्छ। अनि लार्जर क्रानियम हाम्रो चाहिँ 1600 cc सम्म हुन्छ। त्यसपछि ह्युमन इभोल्युसनरी लिङ्केजमा चाहिँ बुझ्नु पऱ्यो, यो चाहिँ इम्पोर्टेन्ट छ। मैले सर्ट लेखेको छु यसमा, यति यति यो मेन पोइन्ट लेखेको छु मैले होइन। यति मात्रै याद गरे नि पुग्न त पुग्छ, अब अझै याद गर्नु छ भने चाहिँ अब +2को बुकै पढ्दा ठिक हुन्छ, तर यति याद गरे नि धेरै धेरै पुग्छ। अब यो ड्रायोपिथेकस सम्झिनु पऱ्यो, ड्रायोपिथेकस, त्यसपछि रामापिथेकस, अस्ट्रालोपिथेकस, होमो ह्याबिलिस, होमो इरेक्टस, होमो निएन्डरथालिनिस अनि होमो स्यापियन्स फोसिल्स भनेर सम्झिनु पऱ्यो। अब सम्झिनु मसँग एउटा ट्रिक छ। ट्रिक के हो भन्दाखेरि डक्टर हामीलाई हाम्रो हाम्रो नयाँ न्यू कोट चाहियो भनेर सम्झिने। न्युमेरिक्स के अरे, डक्टर हामीलाई हाम्रो न्यू कोड चाहियो भनेर सम्झिने हो। यसमा सम्झिँदा कसरी, अब यो भनेको के कुरा गर्दाखेरि डक्टरको डीबाट चाहिँ ड्रायोपिथेकस, आरबाट रामापिथेकस, अनि हामीलाईको अनि आज सरी यहाँ आज पनि छुट्टिएछ है। आज डक्टर आज हामीलाई डक्टर आज हामीलाई हाम्रो न्यू कोट चाहियो भनेर सम्झिने। अनि आजबाट अस्ट्रालोपिथेकस, अनि एचबाट होमो ह्याबिलिस के सम्झिने, होमो ह्याबिलिस। अनि अर्को एचबाट होमो इरेक्टस भनेर सम्झिने, होमो इरेक्टस भनेर सम्झिने। होमो इरेक्टस चाहिँ फर्दर दुइटामा डिभाइड भएको हुन्छ, त्यो म अहिले भन्छु है। अनि न्यूबाट निएन्डरथालिनिस भनेर सम्झिने। अनि सीबाट चाहिँ क्रोम्याग्नन भनेर सम्झिने। यति भयो, बुझ्यो होला। अनि यो भइहाल्यो। अनि ड्रायोपिथेकसको कुरा गर्दा यो चाहिँ कमन एन्सेस्टर्स अफ एप्स एन्ड ह्युमन भनेर चिनिन्छ है। अब यस क्वेसन सोध्यो भने कमन एन्सेस्टर्स अफ एप्स र ह्युमन को हो भनेर सोध्यो भने के भन्ने रे, ड्रायोपिथेकस भनेर भन्ने। यदि ड्रायोपिथेकस अप्सनमा नभएर होमिनोइड्स अप्सनमा छ भने होमिनोइड्स के हुन्छ, डाइरेक्ट कमन एन्सेस्टर्स अफ एप्स र ह्युमन्स हुन्छ। त्यसपछि आउँछ रामापिथेकस चाहिँ नेपालको शिवालिक हिलमा फाइन्ड गरेको थियो। त्यसपछि आउँछ अस्ट्रालोपिथेकस भनेको चाहिँ फर्स्ट एपम्यान है। फर्स्ट एपम्यान को हो भनेर आयो भने के हो, अस्ट्रालोपिथेकस भनेर लाउनु पर्यो, बुझ्यो होइन। अनि क्रानियल क्यापेसिटी 300 to 500 cc हुन्छ। होमो ह्याबिलिस भनेको टुल मेकर। अब टुल मेकर भनेको कसरी सम्झिने भन्दाखेरि होमो ह्याबिलिसको एचए छ नि, एचएबाट के हुनसक्छ, ह्याम्मर भनेर हुनसक्छ नि त। ह्याम्मर त बनाएनन् तिनीहरूले, तर निमोनिक्स त हो। ह्याम्मर भनेर सम्झिने। ह्याम्मर भनेको के हो, टुल मेकर हो। भनेपछि टुल कुनमा भएको थियो, होमो ह्याबिलिसमा भएको थियो। अनि यो कुन सिसी थियो, 700 cc। यिनीहरूको ब्रेनको क्यापेसिटी भनेको 700 cc थियो। अनि होमो इरेक्टस चाहिँ दुइटामा डिभाइड भएको छ, एउटा जाभा म्यान र एउटा पेकिङ म्यान भनेर डिभाइड भएको छ। जाभालाई चाहिँ होमो इरेक्टस भनिन्छ, अनि पेकिङलाई चाहिँ होमो इरेक्टस पेकिनिसिस भनेर भनिन्छ। अनि जाभा भनेर चाहिँ के सम्झिने भन्दाखेरि ज्वाला भनेर सम्झिने कि ज्वावा उस्तै छ नि त। ज्वाला भनेको के हो, फायर होइन, फायर हो। फायरले गर्दाखेरि के गर्नु, मेरो सबै सम्पत्ति डुब्यो भनेर सम्झिने के हो। डुब्यो भनेपछि के रहेछ, डुब्यो भनेर साइन्टिस्टको नाम, यो कसले फाइन्ड गरेको त्यसको नाम पत्ता लगाउँछ, त्यो भनेको डुबोइज भनेर सम्झिने है। डुबोइज भनेर सम्झिने है। DUBOIS भनेको चाहिँ साइन्टिस्टको नाम भयो है। अनि पर्किङम्यान त पर्किनेसिस भयो। अनि यिनीहरूको क्रानियल क्यापेसिटी त 900 cc भयो। त्यसपछि आउँछ होमो निएन्डरथालिनिस भनेको चाहिँ यिनीहरूले चाहिँ अब रुखको पातहरू बोक्राहरूले चाहिँ कपडाहरू बनाउन थाले होइन, लाउन थाले। अनि 1400 cc थियो यिनीहरूको क्रानियल क्यापेसिटी। यिनीहरूले हन्ट गरेर एनिमलहरूलाई खान थाले।
त्यसपछि आउँछ होमोस्यापियन्स फोसिल्स। होमोस्यापियन्स फोसिल्सलाई चाहिँ क्रोम्याग्नन भनेर पनि सम्झिन्छ, मान्छ होइन, भनिन्छ। अनि यिनीहरूले चाहिँ के गरे भन्दाखेरि यिनीहरूले चाहिँ केभहरूमा आर्टहरू बनाउन थाले, पेन्टिङहरू बनाउन थाले। बुझ्यो होइन यो पनि। त्यसपछि आउँछ यो चाहिँ अब अनि मैले भन्न बिर्सेको है अघि अर्को। अनि अनि त्यसो अनि मैले यहाँ भन्न बिर्सेछु है, यहाँ तल अर्को स्लाइडमा रहेछ, मैले देखेँ, मैले बिर्सेछु कि ठ्याक्कै। अनि मोडर्न मेन पनि हो है, मैले भन्न बिर्सेछु कि यहाँ तल अर्को स्लाइड्समा रहेछ होइन। त्यही त होमोस्यापियन्स मोडर्न म्यान पनि हुन्छ है, यो लास्टमा अहिलेको म्यान हो है मोडर्न म्यान भनेको चाहिँ। यो त 1400 cc टु इरेक्ट पोस्चर हुने नि भइहाल्यो, 1400 cc हुने भइहाल्यो होइन, क्रानियल क्यापेसिटी। अनि अब यो मेन पोइन्ट यो सबैबाट सम्झिनु पर्ने होइन, होमो इरेक्टर्स युज फायर एन्ड मेड टुल्स। होमो इरेक्टर्स पनि कुनले, जाभा म्यानले, किनकि जाभा होइन ज्वालो टाइपको भइहाल्यो। अनि क्रोम्याग्नन म्यान इज कन्सिडर टु बी एन्सिस्टर्स अफ मोडर्न ह्युमन्स होइन। डाइरेक्ट एन्सिस्टर भनेको चाहिँ क्रोम्याग्नन भनेर चिनिन्छ, क्रोम्याग्ननलाई चिनिने रहेछ होइन। अनि त्यसपछि निएन्डरथालिन्स भनेर अर्ली साइन्स अफ कम्युनिटी लिभिङ। निएन्डरथालिन्स चाहिँ यिनीहरूले चाहिँ के गर्यो भन्दाखेरि यिनीहरू चाहिँ हार्मोनीमा बस्न थाले के, झगडा केही नगरिकन बस्न थाले, सोसियोलोजी हुन थाले, अनि पेन्टिङहरू गर्न थाले होइन। अनि एप्सहरू चाहिँ हरूसँग चाहिँ वेल डेभलप चिन हुँदैन, गालाहरू हुँदैनन्, तर ह्युमनसँग हुन्छ। अनि अस्ट्रालोपिथेकसलाई चाहिँ साउथर्न एप भनेर पनि भनिन्छ, के भनेर साउथर्न एप भनेर पनि भनिन्छ। अनि जाभा म्यान फोसिल्स वाज डिस्कभर्ड बाई युगिन डिभोइज, मैले भनेको थिएँ त अघि डिभोइज भनेर, डिभोइज जाभा भने ज्वालोको आगोले गर्दाखेरि डुब्यो भनेर सम्झिने। अनि पेकिङ मेन्स फोसिल्स वाज फाउन्ड इन चाइनामा फाउन्ड भएको थियो। यति सम्झ्यो भने धेरै कुरा सम्झ्यो। अझै डिपमा पढ्नु छ भने बुक पढ्दा भयो, तर यो मेन पोइन्टहरू चाहिँ मैले सबै भनेर भ्याएँ है। थ्याङ्क यू। सब्सक्राइब, लाइक, कमेन्ट गर्न नभुल्नु। अनि म यस्तो भिडियोहरू ल्याउँछु है अझै।